प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहलाई पदबाट बर्खास्त गरेको कुरा थाहा लागेको छ। दीपक कुमार शाह 2 हप्ता अगाडि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भएका थिए बालेन्द्र रासोपा सरकारमा। उनले आफू पदमा रहँदा स्वास्थ्य बिमा बोर्डमा आफ्नी श्रीमतीलाई सदस्य बनाउनका लागि गरिरहेको प्रयासले पार्टीको छविलाई राम्रो नगरेको भन्दै प्रधानमन्त्रीलाई रासोपा सभापति रवि लामिछानेले सिधै पत्र काटेर उनलाई बर्खास्त गर्नका लागि अनुरोध गरिरहेका थिए। सोही अनुसार बालेन्द्र शाहले दीपक कुमार शाहलाई पदबाट हटाएका छन्। त्यस्तै अर्का मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई पनि आफ्नो काम कारबाही सही ढङ्गबाट अगाडि बढाउनका लागि गम्भीर बन्नका लागि सुझाएका छन्। यो काम मैले सरकारको एक उपलब्धिका रूपमा लिइरहेको छु, किनकि विगतमा मन्त्रीले नेताले जस्तो गर्दाखेरि पनि धूप अक्षता चढाइरहने, स्तुति गाइरहने चलन थियो। यसका विरुद्धमा यस्तो परिपाटीमा रासोपाले अगाडि बढाइरहेको यो काम अत्यन्तै राम्रो छ, किनकि राम्रो काम गर्न गएका मान्छेहरूले राम्रो नगर्दाखेरि फिर्ता बोलाउनु पर्छ। त्यस्तै यो कामले अर्को एउटा राम्रो काम गरेको भनेको रासोपा र बालेन्द्र शाहका बीचमा वा सभापति रवि लामिछाने र बालेन्द्र शाहका बीचमा त्यस्तो राम्रो सम्बन्ध छैन भन्ने कुरालाई पनि चिरिरहेको छ। रवि लामिछानेले सिधै पत्र काटेर यसलाई हटाउनु भने पछाडि बालेन्द्र शाहले ठिक भएन भनेर हटाएका छन्।